28 जना भारतका नागरिकहरू शहीद हुनुभयो। उहाँहरूको आत्माले शान्ति पाओस् भने हामी 2 मिनटको मौन धारण गरौँ। त्यसपछि हामी आफ्नो मार्च गरौँ। हुन्छ, सुरु हो। भारत माता की जय। भारत माता की भारत माता की जय। भारत माता की जय। भारत माता की जय। वंदे मातरम। वंदे मातरम। वंदे मातरम। मुर्दाबाद 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 मुर्दाबाद। आज यो क्यान्डल मार्च गरेको अनुकूलमा जुन चाहिँ हाम्रो जम्मू काश्मीरमा जुन घटना भयो त्यो चाहिँ नहुनु पर्ने यो भयो। अब यो हुनाले गर्दा चाहिँ हामी सिक्किममा एउटा शान्ति सद्भावनामा हामी हरेक जाति मिलेर बसिरहेको छौँ। हाम्रो यहाँ चाहे हिन्दू होस्, मुस्लिम होस्, सिख होस्, साई हो, हामी समस्त शान्तिपूर्वक बसेको छौँ। सिक्किम एउटा फुल जस्तो एउटा सिक्किम छ र हामी जब जनता एउटा माली र पातको जस्तो छौँ र हाम्रो कर्तव्य यही छ कि हामी सिक्किमलाई जस्तो फुल छ यो फुलले सदैव हामी समस्त बीच मिलेर यसलाई बचाएर राखौँ ताकि हाम्रो सिक्किम सदैव फुलको जस्तो रहोस्। जहाँ भयो घटना भयो तर कुनै व्यक्तिले हाम्रो सिक्किममा यो प्रकारको नसोचोस् पनि नसम्झोस् पनि। सिक्किममा एक नौ एक मासुको बराबरमा हामी बसिरहेका छौँ र यसै प्रकारमा हाम्रो संसार र व्यवस्थावाद र हाम्रो एकजुट चलोस्, भाइचाराको नाता चलोस्। यही भन्दै म 2-4 शब्द यही समाप्त गर्दैछु। जय हिन्द, जय सिक्किम बिहारी जागरण मञ्च पाक्योङ डिस्ट्रिक्ट। आज यो जुन चाहिँ क्यान्डल मार्च गरियो यो जम्मू काश्मीर पहलगाम डिस्ट्रिक्टमा जुन चाहिँ टेरोरिस्ट एट्याक भएको थियो त्यसको अगेन्स्टमा जुन चाहिँ हामी सबै जतिले पनि आफ्नो लाइफहरू लुज गर्नुभयो उनीहरूको लागि हामी उनीहरूको आत्माको शान्तिले को लागि हामी यहाँ उपस्थित छौँ। अर्को कुरा के छ भने टेरोरिजम इट्स नट लिमिट विदिन द कास्ट कम्युनिटी एन्ड अल दिस थिङ्स होइन। टेरोरिजम भनेको एउटा ह्युम्यानिटीमै धक्का पुग्ने, ह्युम्यानिटीलाई नै शर्मसार गर्ने एउटा एक्टिभिटिज हो। त्यसै कारण हामी यो टेरोर एक्टिभिटिजलाई चाहिँ घोर निन्दा गर्छौँ। अनि हाम्रो जुन चाहिँ मानिसहरूले ज्यान गुमाउनु गएको छौँ त्यसमा हामी उहाँको फ्यामिलीहरूसँग सबैजनासँग छौँ। अनि यो जुन चाहिँ एक्टिभिटिज भयो टेरोरिस्ट एक्टिभिटिज यसलाई चाहिँ हामी खण्डन गर्छौँ भनेर यही भन्न चाहन्छु। यो आज पाक्योङ डिस्ट्रिक्टको तत्त्वावधानमा जुन चाहिँ श्रद्धाञ्जली दिने कार्यक्रम चलेको थियो यो एउटा भारत मातामाथि जहिले पनि छिमेकी देशले अतिक्रमण र आक्रमण गरिरहेको हुन्छ र कुनै पनि राज्यमा यसरी पर्यटकमाथि र यसरी आतंकवादीले आक्रमण गर्दा त्यो राज्यको अर्थव्यवस्था पनि लाई घातक पुग्छ। अनि जतिखेर पनि हामी चाहिँ उहाँहरूको आक्रमणलाई सहेर बस्ने अनि हामी जहिले पनि हेर्दा अब कस्तो छ भने हामी एकदम त्यो निहत्यामाथि जुन चाहिँ उनीहरूले काण्ड गर्दैछ होइन हामी आफैलाई पनि एउटा कमजोर ठान्दछौँ। र म भारत सरकारलाई अनुरोध गर्न चाहन्छु कि यो हाम्रो देशमा जति पनि राज्यहरू छ कहीँ न कहीँ यो राज्य छर छिमेकी देशसँग बाँधिएको छ। एकचोटि आर या पारको चाहिँ हामी सक्दिहालौँ। त्यसो गर्दा चाहिँ हाम्रो आफ्नो अर्थव्यवस्था र हाम्रो देशको नागरिकलाई पनि सुरक्षा महसुस हुन्छ। किन एउटा टुरिस्टहरू जो वहाँ घुम्नु गएको थियो आफ्नो जीवन त्यहाँ इन्जोय गर्न गएको थियो होइन उनीहरूमाथि जसरी यो अचानक पाराले भयो यो छिमेकी देशको चाहिँ अब अहिलेको होइन 1947 देखि अहिलेसम्म धेरैचोटि भइसकेको छ र यसलाई हामी भारतवासीले घोर निन्दा घोर विरोध गर्दछौँ। आउँदो समयमा यसरी घटना नघटोस्। यदि यसरी घटना घटेछ भने हामी आफै पनि भारतवासी यो काण्डमा एकजुट भएर पाकिस्तानभित्र पस्न चाहिँ हामी मजबुर हुन्छौँ। र आजको यस कार्यक्रममा जति पनि यहाँ सहभागिता जनाउनु भयो उहाँहरू सबैलाई
देशको हितमा एक भएर यहाँ उपस्थित भइदिनु भएकोमा म मेरो तर्फबाट धन्यवाद पनि टक्राउँछु। अनि आउँदो समयमा देशको लागि हामी फेरि पनि धर्म जात नहेरिकन देश हितको लागि एक भएर खडा हौँ भन्ने म अनुरोध पनि गर्न चाहन्छु। धन्यवाद। सब लोग इकट्ठा होके अपना इंडिया का शान बान आन में आज मोमबत्ती का अभियान किए, इससे मैं बहुत खुशी हूँ। मेरा पार्टियों समस्त डिस्ट्रिक्ट का समस्त व्यापारी जन, समस्त हमारे बाजार का समस्त व्यक्तिगण का प्रयास रहे और सबका प्रयास होगा। इसलिए समस्त व्यक्ति धन्यवाद देता हूँ। इसी के साथ 2-4 शब्द मैं समाप्त करता हूँ। जय हिंद, जय सिक्किम, जय सिक्किम बिहार जागरण मंच।